घर छोडेर जाने त भइहाल्यो। एकचोटि आमालाई फोन गर्छु कहाँ हुनुहुन्छ। ओ बहिनी, हजुर। त्यो सन्ध्याले फोन नगरेको निकै भयो। त्यो सन्चै त छ के? खै दादा, मलाई पनि कल गरेको छैन, धेरै भइसक्यो आजकल त। अरे दादा, दिदीकै फोन आएछ त। खै यहाँले त। हेलो हेलो आमा। ए दादा, दर्शन। आमा खै त? दर्शन बहिनी, अनि फोन पनि गरिदिनुहोस् त। सबै ठिक छ नि? आमा त्यहाँ पल्लो घर जानुभएको छ। तेरो स्वर सुन्दाखेरि त खुसी छस् जस्तो त लागेन मलाई। के भएको छ? सही कुरा भन्नुभयो दादा, म खुसी छैन। यो कुरा मैले आमालाई भन्न लागेको थिएँ। त खुसी छैनस्? भन, के भयो तँलाई? भन। दादा, म खुसी छैन। मलाई जहिले जहिले आएर रक्सी खाएर पिट्नुहुन्छ, अनि अरू केटीसँग पनि लाग्नु भएको छ। दादा, यो घरमा बस्दिनँ, म माइत आउन लागेको, लिन आउनु छिटो। के रे तँलाई लिन म आउनु पर्ने? हेर बहिनी, ज्वाइँसँग झगडा गरेर आउँछेस् भने तेरो लागि माइतीको ढोका जहिले पनि बन्द हुन्छ। ज्वाइँसँग सल्लाहले आउँछेस् भने आइजो। र अर्को कुरा, मलाई ज्वाइँको बानी बेहोरा राम्रोसित थाहा छ। तँ कस्ती छेस् भन्ने कुरा सानैदेखि मलाई राम्रोसित थाहा छ, बुझिस् नि? दादा, दिदीलाई त्यसरी गाली नगर्नुहोस्। हेर बहिनी, तँलाई मैले गाली गरेको होइन। एकपटक भान्जाको मुख हेर, उसको भविष्यको बारेमा सोच, के गर्दा ठिक हुन्छ त्यसै गर बहिनी तैँले। दादा, जन्मिँदै लागेको बानी होइन ज्वाइँको। म सुधारेर यही घरमा बस्छु अब। यो कुरा आमाको कानमा नपरोस् है। हुन्छ।